आज चाहिँ हामी धेरै पछि इन्द्रेणी ताल जान लाग्यौँ किनभने त्यो ठाउँ चाहिँ भाइरल भएको चाहिँ धेरै भइसकेको थियो र मामाको चाहिँ छुट्टी नमिलेर चाहिँ जानुभएको थिएन र आजको क्रिसमस डे स्पेसल भएर छुट्टी भएपछि हामी चाहिँ निक्ल्यौँ इन्द्रेणी तालतिर। हुन त थाहा छ त्यहाँनिर एउटा बोटिङ बाहेक अरू त्यस्तो केही छैन घुम्ने, र पनि अब भाइरल भएपछि एकचोटि पुगेर आइदिउँ न भनेर हामी मामा र मामाको स्टाफसँग चाहिँ हामी तिनजना चाहिँ एउटै स्कुटीमा हामी तिनजना निस्किसकेका थियौँ र हामी पुग्ने बित्तिकै सुरुमा चाहिँ हेऱ्यौँ अलिकति चाहिँ पहिलाभन्दा चाहिँ बेटर भनेपछि अब भाइरल भएपछि त केही न केही इम्प्रुभ गरेकै हुन्छ, त्यो भएर चाहिँ अलिकति हेर्नुमा चाहिँ कलर सलर दामी देखेको थियो भिडियोमा हेरे जस्तै। हामी एकछिन घुम्यौँ अनि बोटिङ चाहिँ आज गर्न पाइएन, बोट चाहिँ बिग्रेको कारणले हामी एकछिन वरिपरि घुम्यौँ। अनि मामाले पनि आजबाट भ्लग चाहिँ रेगुलर गर्न थाल्नु भएको छ, उहाँ पनि फेसबुकमा अब रेगुलर भ्लग हाल्नुहुन्छ र हामी त्यहाँ घुमिसकेपछि हाम्रो 3 बजेको सो थियो। हामी अवतार मुभी पनि हेर्ने भनेर टिकट काटिसकेको थियौँ र हामी त्यहाँ एकछिन घुम्ने बित्तिकै हामी फर्क्यौँ र फर्किने बित्तिकै डिम्याक्समा गएर टिकटहरू लिएर हामी माथि गयौँ। माथि गएपछि चेक गरेर हामी भित्र कसले के खाने भनेर हामी चाहिँ अब फिल्म हेर्दा त अलिकति मुख चपाइराख्नु मलाई मनपर्छ भनेर चाहिँ मैले चाहिँ पपकर्नहरू लिएँ। अनि पपकर्न लिएपछि चाहिँ सिटमा हामी जानुपर्ने हुन्छ। हाम्रो सिट चाहिँ लास्टको कर्नरमा थियो र हामी सिटमा गइसकेपछि